हेलो एभ्रिवान। आज भन्ने चाहिँ हामी पाचक जाँदैछौँ र हामी चारजना जाँदैछौँ प्रोग्राम गर्नलाई गएको। अन्त यहाँनिर हाम्रो अगाडि सुमन सर हुनुहुन्छ, अनि अगाडि डे सर, अन्त यहाँ हाम्रो दाजु दिपक दाजु हुनुहुन्छ, अनि म चारजना चाहिँ हामी पाचक जाँदैछौँ। अन्त हामी प्रोग्राम गर्नु गएको नि त, यो एमजिएमजीको। मैले तपाईँलाई अस्ति नै पनि एउटा भिडियोमा हामीले चाहिँ माथि दामलाखामा चाहिँ त्यो प्रोग्राम गरेको चाहिँ मैले तपाईँलाई सेयर गरेको थिएँ। त्यही प्रोग्राम चाहिँ आज चाहिँ पाचकमा छ। त्यो प्रोग्राम गर्नलाई चाहिँ हामी चारजना जाँदैछौँ र लास्ट टाइम चाहिँ हाम्रो छोमु दिदी हुनुहुन्थ्यो, आज चाहिँ हुनुहुन्न। अहिले भने चाहिँ प्रोग्राम स्टार्ट भइसक्यो र सरले भन्नुहुँदैछ यो प्रोग्रामको बारेमा चाहिँ आज चाहिँ के हो कस्तो हो भनेर चाहिँ। र अनि आज चाहिँ दिन पनि धुम्मिरहेको छ। पाचकमा चाहिँ धेरै नै जाडो भइरहेछ र यहाँनिर चाहिँ खासैमा चाहिँ यो प्रोग्राम चाहिँ के को लागि हो भन्दाखेरि चाहिँ यो चाहिँ अर्ग्यानिक मेन्युरहरू चाहिँ कसरी बनाएर चाहिँ सागसब्जीतिर कसरी हाल्छ भनेर चाहिँ यो सिकाउनुको लागि चाहिँ हामी गाउँ गएर चाहिँ सिकाउँदैछौँ। यो चाहिँ मेरा गाउँ मेरा गौरव भनेर एमजिएमजी भनेर चाहिँ क्याम्पिङ चलाउँदैछ आइसिआरले। मैले तपाईँहरूलाई लास्ट टाइम दामलाखाको भिडियोमा पनि मैले तपाईँहरूलाई भनेको थिएँ। र अब भोलि चाहिँ हाम्रो अर्कै गाउँमा छ, सो म त्यहाँ चाहिँ म जाँदिनँ। र पर्सि चाहिँ फेरि राई गाउँमा यही प्रोग्राम छ, सो म त्यतिखेरको पनि तपाईँहरूलाई म भिडियो देखाउनेछु। आज चाहिँ बिरालो पनि आएको छ, देख्न सक्नुहुन्छ यहाँनिर प्रोग्राममा। यहाँनिर यसले किरा फट्याङ्ग्रा चाहिँ एकदम खतरा स्टाइलमा मार्दैछ। यो चङ्को खालको रहेछ हौ, सायद यसले मुसा पनि मार्छ होला। र तर मान्छेसँग चाहिँ एकदम फ्रेन्डली रहेछ, यो पुरा मान्छेहरूसँग धल्ली मैले गर्दो रहेछ। यो कसको बिरालो पनि यहाँ पछ्याउँदै आएको थियो, तर यहाँ किरा फट्याङ्ग्रा चाहिँ एकदम खतरा तरिकाले मार्दैछ त्यहाँनिर। र यतापट्टि सरले पनि प्रोग्राम सघाउँदैछ। सो भिडियोलाई हेर्दै गर्नुहोस् होला।